यो भिडियो विवेक पौडेल च्यानलमा आउँछ, सबैले हेर्नु होला। लाइक, सब्सक्राइब, कमेन्ट, शेयर। चिठी लेख्नु पर्ने हैन मलाई पनि यहाँ सन्चै छ। हमें ये हमारा स्निकर्स है और हम स्निकर्स खा रहे हैं। ल यो त टी-शर्ट वाला कट्टो हो नि फेरि। भाइहरुका होनार योद्धाहरू ट्रेकिङतिर लाग्दैछन्। होनार योद्धाहरू ट्रेकिङतिर लाग्दैछन्। हात लाउँ हात लाउँ। ए केटा ल ल ल। मजा आउँछ है। भाइरल गर्ने हो। यस्तो भन्ने मान्छेले यस्तो भनेको छ, एसएसडी हाल्दिनँ भन्छ अनि रामै छैन भन्छ, माउसै छैन भन्छ। के हो खास कुरो? वाह तैँले यति गाली भने हो? विवेक दाइको कि होइन मोटो घाटो छ नि त, यस्तो जुत्ताले छुँदा पनि सुरुन्ट रगत आएर यो मान्छेको त दिनभरि टाँसिनु पायो भोजमा मिटिङ बोलाउँदा ल स्कल गरी पुरा जुका मिटिङ आइज यहाँ मैले खतरा मान्छे भेटिरहेको छु। जति नै खान पाइन्छ भन्दै बसी खान पुग्छ यहाँ हेर न। जुका यहाँ टाँसिएको छ मैले होइन, सुई खुट्टा हिँड्छ नि त यसरी। त्यसलाई आइज छिटो आइज धेरै मेहनत गर्नु पर्दैन, यस्तो टाँसी धेरै घोज्नै पर्दैन भन्ने क्या। हात बनाउँछु शाहरुख खान आइज कति झिक्छ रोहितले जुगा त आमा। कुना काप्चा पुरै हेर न। अनि पाती लगाएपछि त्यो टाँसेको ठाउँमा भेट्यो सबभन्दा पहिला त उसैलाई भेट्यो हो। सबभन्दा पहिला त उसैलाई भेट्यो हो। रगतै छैन क्या, रगतै आएको छैन त यो मान्छेको त। के हो रगत कहाँ गयो? आम्बो त्यस्तो के उसको किबोर्डको कन्ट्रोल हो कि फाइबर लाग्यो? पोर्ट फराडी भन्दैन है मेरो RJ45बाट। रोहितले चाहिँ खजानै भेट्ला जस्तो छ है जुत्तामा। एउटा माथि आउँदैछ त बोलाउँदै छ त अनि आइज भनेर नि। रहेछ नि त जुत्ताको लागि त उसको जुत्ता। त्यही भएर होइन लेस फुकाल्नु क्या अनि त्यसपछि खोज्नु। मेरो त लेस पनि छैन। बिना लेस मेरो त खुट्टामा लामखुट्टे बरु यसो अड्किन्थ्यो, जुगा त ल्याम्मै काट्थ्यो। हातैमा आइज। के भयो जुगा के भयो? रमाइलो भइरहेछ। मैले चस्मा नै लगाएको। रोहित दाइले खोज्दै हुनुहुन्छ अझै ल अरे पुरै जुगा खोजेको जुका खोज अभियान अभियानमा लागेर हेत्तेरिका ट्रेकिङ जानु भनेर लागेको जुगाले पुरै बाटै फर्काइदियो। हेत्तेरिका राउट चेन्ज गरेँ। त्यताबाट जान खोजेको, राउटिङ गर्नु पर्यो। यो बाटो जान खोजेको, त्यहाँबाट फिर्ता आएर फेरि अब यता जानुपर्ने हो। अब यो बाटो जानुपर्ने हो, बर्बादै बनायो नि। केबल कार चढेर जानुपर्छ कि क्या भन्छ नि? हुँदैन भन्छन् केटाहरू फेरि के गर्नु? दुईजना चाहिँ जाने भन्नेमा हो। केबल कार चढेर जाने को घाटो ठाउँ है? बाटोमा जाँदै डस एट्याक भयो अनि राउट नै चेन्ज जाने। हामी कति हिँड्यौँ? ट्राफिक चेन्ज भन्दै ल उसको पनि त यता रहेछ नि। ल यो कट्टु तपाईँको नपकेट भएको कट्टु पो त नि। यो त दुईटा पकेट छ त नि, केहीमा नि पकेट छैन भन्छ यार। यसमा छ अनि भित्र राखेर हुन्छ पकेट अनि ट्राफिकले अब यहाँ ट्राउजर ला हुन्छ अनि लाइसेन्स एकछिन सर भने ए भयो पर्दैन भन्छ। ल नि यस्तो नगरौँ। ल्याएर यहाँ जुत्ताको हालत आजै उद्घाटन गरेको जुत्ता यस्तो छ ल।
यहाँ हाम्रो सन्तोषजी यता हुनुहुन्छ कट्टु लाएर बस्यो यो त टी सर्ट वाला कट्टु हो नि फेरि हेलो दाइ हेलो माइक टेस्टिङ अनि यता हार्डवेयर 935 RJ45 RJ11 RJ11 4GB RAM 8GB RAM 4GB 8GB 128 उता टी सर्ट कट्टु 6 to 10 6 to 2 अनि अर्को 930 लकडा हो ल के पायो रे पानी परेको छैन शीत पऱ्यो शीत एउटा कुरा मात्रै एउटा हाम्रो सन्तोष गैरेजीले एउटा कुरा देखाउने ल देखाउँ त क्यामेरामा देखाउने होइन नि त यता क्यामेरा यहाँ पनि छ त क्यामेरा है ल क्यामेरा यता ल्याउनु रे गाउँहरू जुम गर्नुहोस् त कस्तो रमाइलो छ होइन होला छैन जुम गर्ने र जुम नगरौँ साह्रै रमाइलो गाउँ छ हेर्नु बसमा म हिँडेँ होइन नि त म यत्रो ट्रेकिङ तिमीहरूभन्दा पहिला कुद्दै आएको भने हाम्रो ट्रेकिङ सुरुवात गर्ने मान्छे यही हो सन्तोष गैरे भन्ने मान्छे यही हो अनि ट्रेकिङ हिँड्दै गर्दा अलिकति ज्यानले साथ दिएन अन्त ज्यानले त अब कहिले पनि साथ दिँदैन जबरजस्ती हिँडे हो त्यस्तै कुरा हो अब घटाउनु पर्यो भन्ने चाहिँ भयो त अस्तिदेखि भएको नि अब के गर्ने त अब यो ज्यानलाई घटाउनु के गर्ने ज्यानलाई घटाउन अब फलाम चाल्ने अब फलाम खानामा गएर फलाम उचाल्नु पर्यो यस हुन्छ ल पछि माथि गएपछि माथि त नजाम अहिले अनि धेरै माथि होइन क्या 2 तला माथि ए ओके 2 तला माथि गएपछि भने कान्छी हो कि जेठी हो के हो यो मेरो मुखबाट के अघि सुबु आइरहेको थियो होइन सुबु हो शुभम भन्ने मान्छे चस्मा खोइ हो सन्तोष गैरे भन्ने मान्छे यो टी सर्ट कट्टु लाएर के हो यो अनि हाम्रो सिजन भन्ने मान्छे हाम्रो यता रोहित भन्ने मान्छे पसिनाले लोतपोत ल जाउँ गन्तव्य स्टार्ट अनि कस्तो अनुभूति हुँदैछ त ट्रेकिङमा सबभन्दा पहिला त मै आइपुगेँ दौड गरेर अनि मलाई भेट्नै सक्दैन तिमीहरूले अनि म त कुरिया हो अझ कम कुरे त म आमा अहिले नउफ्रिउँ ल खोइ त लठी नै नलिया त्यत्रो बेर कुरेर हे नासपाती त साउन्डमै खाने हो वनमा नासपाती त नभेटेला त्यो पातलो पातलो बनाएर अब नेक्स्ट ट्रेकिङ कहाँ जान्छ अब रारा दिइसक्यो ल है सबैले यता हेरौँ है ल
ल है 108 मेगापिक्सलबाट फोटो आउँछ है भुसुनाले ल्याङ गरेकै छिटो को त्यो भुसुनालाई ए ल विवेक पौडेल च्यानलमा आउँछ नि त फेरि भिडियो विवेक पौडेल च्यानलमा आउँछ नि त यो भिडियो विवेक पौडेल च्यानलमा आउँछ सबैले हेर्नु होला लाइक सब्सक्राइब कमेन्ट सेयर 98 होइन फोन नम्बर चाहिँ नहालौँ सबैले आफ्नो नम्बर भन्दा सही हो हैट कडा हुसु लाग्यो ल हैट सही आयो सही हामीले 5500बाट 3500 भनेको चाहिँ के अर्थमा हामीले यसरी भन्यौ कि यसरी किन आछौँ गम्भीर विषय उठाउनु भयो है हाम्रो यो आर्थिक वर्षको गोल हो यो आर्थिक वर्षको गोल चाहिँ 55 कल घटाउने अब हाम्रो घरमा परिवारहरूलाई हामीले मल गर्ने काम गर्नु हुनु पर्यो 35 मा घर चल्थ्यो हुन्छ होला त्यही बुझिलाई हैन ढिनाउँदा पनि अब यो कुरा नगरौँ यही टुङ्ग्या मेला हैन यो अर्थकै कुरा गरौँ यो अफिसको तनाव नलिनु रमाइलो अब तल्लो फ्लोरमा केही दिन्छु म होइन अफिसै तल छ निर्णय त हजुरको डोहाल्यो नि वेलकम दाइ माथि रेनोभेसन काम भनेको के अरे वेलकमको के गो फेरि वेलकम दाइ भन्दै एक महिना मात्रै भन्छु 1 महिना नै हो माथि नेट अफ एसएनएमयू सिस्टम ल हाम्रो नाम चाहिँ सुरुवात गरौँ नाम भनौँ नाम शुभम कर्ण घर नुवाकोट आज म विवेक दाई हाम्रो सन्तोष दाई सृजन अनि रोजी हामी ट्रेकिङमा आएका छौँ होइन हामी कुन ठाउँदेखि चन्द्रगिरी ट्रेकिङमा आएको ट्रेकिङ चाहिँ हामी सुरुवात गर्दा चाहिँ अर्को बाटो थियो होइन जुकाले गर्दा हामीले फेर्नु पर्यो बाटो ल सबैले स्निकर खाऊ सबैले स्निकर ज्यान बनाऊ तपाईँलाई होइन नि त्यही भएर खोइ त मलाई आएन त आउँछ एउटा ब्यागमा राखेको थिएँ मैले गोजी ब्यागमा होइन नि त्यो ब्याग होइन नि त्यो सुरुमा 4वटा किन्यो पछि चाहिँ सम्झ्यो हामीले त दिए जस्तो लाग्दैन स्निकर खाऊ है सबैजनाले ल त्यस्तो खाने कुरा त के जस्तो कन्टिन्यू जस्तो लाग्दैन कन्टिन्यू त्यहाँ जुकाले गर्दा यो खानी यो खाएर के गर्ने ए ब्यागमा राख्नु सन्तोष गइरे एकछिन त्यसपछि जुकाले गर्दा हामीले बाटो फेर्नु पर्यो है जुका आइरहनु भएपछि त्यहाँबाट हामी तल झऱ्यौँ यसो खाजा खायौँ है त्यहाँबाट हिँड्यौँ आधी बाटो हिँडेको थिएनौँ विवेक दाईलाई त्यसपछि हाम्रो विवेक दाई चाहिँ अन्त्य बाटो लाग्नु भयो साधन सहित होइन म छिटो बाटो आएको त्यही त छिटो बाटो साधन सहित जानुभयो त्यसपछि हामी सिडीको बाटो आयौँ त्यसमा सबसे राम्रो हिँड्ने भनेको म एकदम त्यसमा लुत्रुक्क पर्ने भनेको हाम्रो सन्तोष दाई हिँड्नै नसक्ने ल मलाई हात समातेर माथिसम्म ल्याउनु पर्यो मैले ल यहाँ सुन अब तिम्रो पालो ल अब सन्तोषको पालो ल नामदेखि सुरुवात गरौँ पहिला एउटा यो एक बाइट दिन्छु ल यता बसौँ अलि लाइट मिलेन यता लाइट हो यता लाइट मिल्छ ल सुरुवात गरौँ ल सुरुवात गरौँ नामसहित सबैजनालाई नमस्कार तपाईहरु सन्चै हुनुहुन्छ होला आराम हुनुहुन्छ होला चिठी लेख्नु पर्ने हैन मलाई पनि सन्चै छ पशुपतिनाथले रक्षा गर्नु ल भनौ म सन्तोष गइरे यति बेला म मेरो गन्तव्य चितलाङ होइन हिजो पनि मलाई सोध्न आयो हामी कहाँ जाने सुन्दाले सोध्नु भएछ दौडेर म ल हाम्रो गन्तव्य चन्द्रगिरी लुङासुङामा बस्नु म अहिले
हामी टिमहरू गन्तव्यमा छौँ। को आएको पनि भनौँ। हामीसँग हाम्रो अफिसमा काम गर्ने साथीहरू छौँ। उहाँ सृजनज्यू हुनुहुन्छ, यो क्यामेरा खिच्ने मान्छे विवेक दाई हुनुहुन्छ, अनि हाम्रो रोहित प्रसाद खरेल उहाँ हुनुहुन्छ, अनि यता इन्टरभ्यू भइसक्यो। अनि त्यसपछि म 5 जनाको जम्बो टिम छौँ। जम्बो टिम यो टिम एकदमै रिफ्रेस भएर हाम्रो गन्तव्य स्थानतिर जाँदैछौँ। अलिकति भोक लाग्यो है, त्यो भएर यो खाँदैछौँ अनि इनर्जीका साथ। कस्तो लागिरहेछ त? धेरै रमाइलो, धेरै रमाइलो, आनन्द अनुभूति भइरहेछ। प्रकृतिको साथमा यसरी हिँड्दा आफ्नो स्वास्थ्य पनि राम्रो, आफूलाई पनि राम्रो, सँगसँगै रिफ्रेसमेन्ट भइहाल्यो। अनि यसरी हिँडिसकेपछि हामीले प्रकृतिलाई नजिकबाट निहाल्न सकिन्छ, धेरै कुराहरू सिक्न सकिन्छ। अनि हामी यसरी हिँड्दै गर्दा हाम्रो समाज, हाम्रो देशको वास्तविकता के छ भनेर पनि बुझ्न सकिन्छ। बुझिन्न? सर्ट एन्ड स्विट कम्युनिटी कस्तो छ, हाम्रो फरक फरक समुदायको संस्कृति कस्तो छ, यी कुराहरू बुझ्न सकिन्छ। अनि धेरै खर्च पनि लाग्दैन, एक दिनको रिफ्रेसमेन्ट हुने किसिमले, धेरै कुराहरू बुझ्ने किसिमले तपाईँहरूले पनि यसरी हिँड्दा आन्तरिक पर्यटनलाई पनि मद्दत गर्दछ भन्दै मेरो सानो कुरा यहीँ टुङ्गाउँछु। ल अब पालो हाम्रो रोहित प्रसाद खरेलको। ल नाम सहित सुरुवात गरौँ। मेरो नाम चाहिँ रोहित प्रसाद खरेल, म चाहिँ भाइनेटको एसएम टिम लिड होइन। अनि आज चाहिँ हामी चन्द्रगिरी आएको घुम्नलाई, हाइकिङ भनेर। सबभन्दा पहिला चाहिँ हामी कठिन बाटो जाम भनेर सुरुवात गरियो। सुरुवात गरिसके पश्चात अलमोस्ट आधी घन्टा हिँडाइपछि सँगसँगै जुगाइलाई पनि सँगसँगै लिएर हिँड्यो। के महसुस गरियो भने के महसुस गर्यो खुट्टातिर, जिउतिर। अनि त्यसले गर्दा केही कठिन परिस्थिति गरेर मैले केही गद्दारी गरेँ। अनि मैले गद्दारी गरेर केटालो फर्काएर अर्को बाटो कहाँनिर लिएर आएँ। त्यसको लागि म एकदम धन्यवाद, कृतज्ञ छु केटाहरूप्रति। एकदम जुगाबाट बस्न पाइयो। अनि के बाचा पनि भयो भन्दाखेरि अर्कोचोटि कुनै समयमा, पानी नपर्ने सिजनमा, जुगा नआउने समयमा हामी त्यो बाटो फेरि जानेछौँ। फेरि पनि हाइकिङको त्यो अनुभूति लिनेछौँ। र अब अलमोस्ट हामी आइसक्यौँ। अब 1 घन्टा 1.5 घन्टा 2 घन्टा हिँडेर हामी अलमोस्ट चन्द्रगिरी आइसक्यौँ। यति भन्दै यो हाम्रो स्पिकर चाहिँ पानी होइन, उसको त कोपाल झारेर उसले कोपालले खौरिने अथवा त्यो जेरो हानिरहन्छ होइन। अनि उसले लगेर अनि कोपाल यो काट है दाजु एउटै हो, तर दाजु हुन्छ। अनि काटो यो दाइले पुरा दिइरहनु भएको रहेछ फेरि। अनि लाजै लाग्यो मलाई त। छ्या भिडियो हो त्यो, भिडियो रहेछ। ब्याक स्टोरी पनि थाहा भयो नि त अब हामीलाई।